कुरा आजभन्दा 15 वर्ष अघिको हो। त्यति बेला म जम्मा 15 वर्षकै थिएँ। धेरै समयको अन्तरालमा म मामा घर गएको थिएँ। त्यति बेलामा मेरो कान्छी सानीमा 23 वर्षको हुनुहुन्थ्यो, तर विवाह भएको भने थिएन। सानी आमा मेरो बहिनी जन्मेको बेलामा दिदीलाई सुत्केरी स्याहार्नको लागि भनेर पहाड रामेछापबाट हाम्रो घर पनौतीमा आउनु भएको थियो। मलाई खाना खुवाउनेदेखि स्कुल पठाउने सम्मका सबै काम उहाँले गर्नुहुन्थ्यो। पहिला मेरो सानीमाको बारेमा केही कुरा गरौँ। उहाँको शरीर मोटो र छाती निकै ठुलो देखिन्छ, तर मान्छे चाहिँ अलि होची हुनुहुन्छ। उहाँको अनुहार गोरो, आकर्षक र एकदम राम्रो छ। एक दिन मलाई खाना दिएर सानीमा खै कुन्नी कता जानु भएको थियो। म खाना खाइसकेपछि स्कुल जानलाई निकै हतारमा पाइन्ट लगाउन थालेको थिएँ। त्यति बेला मलाई पिसाबले निकै अत्यायो। म हतार हतार कोठाबाट निस्किएर टोयलेटमा नगइकन करेसाबारीमा गएर पिसाब फेर्न थाले। मेरो यो हरकत सानीमाले हेरिरहनु भएको रहेछ। मैले यो चाल पाएपछि एकदम नराम्ररी झस्केँ। मेरो मुख लाजले रातो भयो। उहाँले गधा तँलाई लाज लाग्दैन भन्नुभयो। मैले सानीमालाई गल्ती भयो बुबालाई नभन्नु है भने। उहाँले मैले भनेको मान्ने हो भने भन्दिन्न भन्नुभयो। मैले हुन्छ भनेर स्कुल गएँ। स्कुलबाट आएपछि खाजा खाने बेलामा मैले सानीमाको मुख लाजले हेर्नै सकिनँ। छिट्टो छिट्टो खाना खाएर म आफ्नो गृह कार्य गर्न बसेँ। त्यो दिन त्यतिकै भयो। पर्सिपल्ट शनिबारको दिन थियो। बुबा खेतमा जानु भएको थियो र त्यो दिन 4 गते परेकोले आमा भाइलाई खोप लगाउन स्वास्थ्य चौकीमा जानु भएको थियो। घरमा म र सानीमा मात्र थियौँ। सानीमाले मलाई बोलाउँदै भन्नुभयो, बाबु माथि आऊ त। म माथि कोठामा गएँ। कोठामा पुग्न साथ सानीमाले बाबु मलाई जिउ दुख्यो, अलिकति तेल लगाइदेऊ न भन्नुभयो। उहाँ नुहाउन लागेको अवस्था झैँ पेटीकोटमा मात्रै हुनुहुँदो रहेछ। मलाई हिजोको कुरा सम्झेर डर लागिरहेको थियो। म आज्ञाकारी बालक जस्तो हुन्छु भनेर तेल लगाइदिन थाले। उहाँले अगाडि पनि तेल लगाइदेऊ न बाबु भन्नुभयो। म अप्ठ्यारो मानी हुन्छ भनेर अगाडिको भागमा तेल लगाइदिन थाले, तर निकै लाज र सङ्कोच पैदा हुन थाल्यो। जब उहाँले आफ्नो पेटीकोट तल सार्नुभयो, मलाई केही गर्ने आँट नै आएन। मेरो मुटुको धड्कन बढ्दै थियो भने हातमा स्वाभाविक कम्पन पैदा हुँदै थियो। मालिस गरिरहँदा उहाँ झन् आनन्द मानेर आँखा चिम्लिन थाल्नुभयो। उहाँले कामुकता मिश्रित साउतीको स्वरमा अलि तल पनि मालिस गरिदेन बाबु भन्नुभयो। मैले हुन्छ भनेर मालिस गर्दै सानीमाको टाङ मुनिसम्म पुगेँ। उहाँको टाङमा मालिस गर्दा मैले उहाँको सुकोमल र घना जङ्गल भएको गुप्ताङ्गमा समेत छुन पुगेँ। स्त्री जातिको गुप्ताङ्ग पहिलो पटक छोएको हुनाले होला मलाई निकै अद्भुत महसुस भयो, तर आफ्नै सानीमा भएकोले सङ्कोच मानेर जब हात निकाल्न खोजेँ तब उहाँले मेरो हात नजिकन बाबु भनेर 2 साप्राले च्याप्नुभयो। मलाई पनि निकै आनन्द आयो। उहाँबाट यस्तो सुवर्ण अवसरको आह्वान भएकोले मैले डर र सङ्कोचलाई बिर्सिएर हिम्मत बटुल्दै उहाँको योनि चलाइदिन थालेँ। जब मैले उहाँको योनि चलाइदिएँ, उहाँ जुरुक्क उठेर बस्नुभयो। मलाई निकै डर लागेर आयो। व्यर्थै मैले उहाँलाई यस्तो दुर्व्यवहार गरेँ भनेर निकै ग्लानि महसुस भयो। तर मेरो ग्लानि सेलाउन नपाउँदै उहाँले मलाई अङ्गालो हाल्नुभयो र मेरो गाला निकै कामुक पाराले टोक्नुभयो। उहाँको टोकाइले मलाई अद्भुत आनन्द दियो। बन्द कोठाभित्रको त्यो कामुकतामय सन्नाटालाई चिर्दै उहाँले माहौल अझ रङ्गीन बनाउँदै आफ्नो ब्लाउज खोलेर बुबु ला बुबु खा भन्नुभयो। आहा, उहाँको स्तन निकै आकर्षक र लगभग सिरानी पुग्ने जस्तो ठुलो आकार र गठिलो खालको थियो। मैले सोचेँ संसारमै म मात्रै यस्तो भाग्यमानी मान्छे हो जसले आफ्नो सानीमासँग यस्तो खालको सुख भोग गर्न पाइन्छ। मैले उहाँको स्तन च्याप्प समातेर गिथल्न थालेँ। उहाँ आउज भन्दै आनन्दको साउती निकाल्न थाल्नुभयो। मैले कसरी केटी मान्छेलाई यौन सुख दिन सकिन्छ भनेर वास्तविक अनुभव नभए पनि यौन उपन्यास पढेको कारण सानैमा निकै यस विषयमा बुझेकै थिएँ। यतिकैमा सानीमाले सोध्नुभयो, बाबु तैँले कसैलाई यसरी गरेको थिइस्? मैले टाउको हल्लाउँदै छैन। ल त्यसो भए आज हामीले त्यो काम पनि पुरा गरौँ है भन्नुभयो। मलाई के खोज्छस् कानो आँखो भने झैँ भयो। भित्रभित्रै उकुस मुकुस भइरहेको मेरो यौन चाहना एकाएक आक्रामक भएर सानीमा माथि खनिन थाल्यो। मैले उहाँको स्तनहरू हातले मसाल्दै मुख र जिब्रोले खेलाउँदै गर्न थालेँ। उहाँले मलाई आफूतिर तान्न थाल्नुभयो। बिस्तारै मेरो डर र सङ्कोच डराउँदै गएपछि म झन प्यासी हुँदै उहाँको शरीरभरि चुम्बन गर्दै तल सर्दै जान थालेँ। बिस्तारै मैले उहाँको पेटीकोटको इजार फुकालेर पेटीकोटलाई तल सारिदिएँ। सायद जीवनमा कहिले उमेर पुगेको स्त्री जातिको योनि त्यसरी साक्षात्कार नगरेकाले भएर हुन सक्छ। म साह्रै अत्तालिएँ। मैले उहाँको योनिको त्यो भुत्लाहरूमा हात राखेर केलाउँदै यसको वरिपरि चुम्न थालेँ। उहाँले आँखा चिम्लिएर मलाई आफ्नो सर्वस्व सुम्पिन थाल्नुभयो।
एकछिनमा उहाँले आफ्नो कम्मर हल्का माथि उठाउनु भयो। मैले उहाँको अभिप्राय बुझेर फुल्लिएर पुक्क परेको उहाँको योनी चलाउन थालेँ। त्यहाँबाट च्याप च्याप हुने पानी आइरहेको देखेर मलाई अचम्म लाग्यो। सानीमा, तपाईँले किन मुत्नु भएको भनेर सोद्धा उहाँले यो मुतेको होइन गधा, यो त यस्तै हुन्छ भन्नुभयो। यसलाई शान्त पार्न यो भित्र छिराउनु पर्छ भनेर उहाँले मेरो पाइन्टबाट लिङ्ग बाहिर निकाल्नु भयो। मेरो लिङ्ग सानो भए पनि निकै मोटो थियो। उहाँले अहो कति मोटो हो बाबुको समान त भन्नुभयो। मेरो लिङ्ग सानीमाको गोप्य अङ्ग प्रत्यङ्गहरू स्पर्श गर्ने क्रममा पहिला नै फलामको डन्डी जस्तो कडा भइसकेको थियो। उहाँले मेरो लिङ्ग एकछिन सुमसुमाएर आफ्नो मुखमै राखेर चुस्न थाल्नुभयो। मलाई काउकुती लागे झैँ भयो, तर आकाशमा उडे झैँ आनन्द महसुस भयो। लगभग 40-50 सेकेन्ड जति सानीमाले मुखमा मेरो लिङ्ग खेलाएपछि म छाँगाबाट खसे झैँ भएँ र एकाएक मेरो लिङ्गबाट सेतो वीर्यको पिचकरा पिचित्त गरेर छुट्यो। मेरो वीर्य स्खलन भएपछि पुरै गले। उहाँले मेरो वीर्य सफासँग चाटिदिनु भयो। एकछिनपछि सानीमा उत्तानो परेर सुत्नुभयो अनि मलाई पनि आफ्नो योनी चाट्न आह्वान गर्नुभयो। सुरुमा त मलाई निकै घिन लागेर आयो, तर सेवा गरे म्याउ मिल्छ भन्ठानेर मैले उहाँको योनी लप लप गरेर चाट्न थालेँ। उहाँले आँखा चिम्लिएर मेरो लिङ्ग खेलाउन पनि छोड्नु भएन। जति जति मैले उहाँको योनी चाट्दै जान थालेँ, उहाँले त्यति मेरो मुन्टो आफ्नो तिघ्राले च्याप्न थाल्नुभयो। मैले पनि उहाँको तिसीलाई खेलाउँदै योनीको थाइहरूलाई जिब्रोले मजाले टाँसिदिए। उहाँ भन्दै हुनुहुन्थ्यो। एकछिनपछि मेरो लिङ्गले पुनः आकार लिन थाल्यो। आखिरमा उहाँलाई असह्य भएछ क्यारे बाबु, अब त छिरा भन्नुभयो। मैले एकछिन कस्तो मजा आइरहेछ भनेर फेरि उहाँको योनी चाट्न थाले। उहाँले लामो सुस्केरा निकाल्दै भन्दै कराउनै थाल्नुभयो। मैले उहाँले भनेको कुरा टेर पुच्छर नलाएपछि एकछिनमा उहाँले मलाई धकेलेर खाटमा सुताउनु भएर आफैले मेरो लिङ्गको टुप्पोलाई आफ्नो योनी मार्गमा राखेर बिस्तारै मेरो माथि बस्नुभयो। यसो गर्दा योनीभित्र अलिकति लिङ्गको टुप्पो मात्र छिर्यो। यसो गर्दा उहाँलाई पीडा भइछ क्यारे, अय्या म त सक्दिन्न भन्दै उहाँ खाटमा उत्तानो परेर सुत्नुभयो। म उहाँको जोस हराउला भनेर निकै होसियार हुँदै झट्टपट्ट उहाँको माथि घोडा चढेर उहाँको योनीको मुखमा लिङ्ग सोच्याएर बिस्तारै धक्का दिन थाल्यो। यसपालि योनीमा अलि बढी नै बाढी आएको रहेछ कि क्या हो कुन्नी, लिङ्ग ल्वाम्मै छिर्यो। उहाँले अलि बिस्तारै है बाबु दुख्छ भन्दै हुनुहुन्थ्यो। मैले पनि हस् भनेर बिस्तारै लिङ्गलाई भित्र बाहिर घर्षण गर्न थालेँ। बिस्तारै उहाँको पीडा हराएपछि उहाँले कम्बर उचाल्दै मलाई साथ दिन थाल्नुभयो। मैले पनि जोडले प्याट पार्दै उहाँको योनीमा लिङ्ग भित्र बाहिर गराउन थालेँ। उहाँको मुखबाट कामुकताको आवाज कोठा नै रोमाञ्चित हुने गरी इस अजय बाबु इस निस्किँदै थियो। लगभग 10 मिनटपछि मेरो मुटु एक्कासी तेज हुँदै आयो र म छाँगाबाट खसे झैँ भएँ। आखिरमा मैले उहाँको योनीभित्र वीर्यको पिचकारी छोड्दै चरम बिन्दुमा पुगेँ। उहाँले मलाई आफ्नो खुट्टाले बेसरी च्याप्नु भयो अनि ढाडमा निछोड्दै आफ्नो माथि झन बलियोसँग टसाउनु भयो। हामी दुवैजनाको यौन रस मिश्रित भएर उहाँको योनीबाट तप तप चुइन थाल्यो। त्यसपछि हामीले हतार लुगा लगायौँ। सानीमाले मलाई मुहाई खाँदै अबदेखि तिम्रो लागि मेरो दिलको ढोका सधैँको लागि खुल्ला हुन्छ भन्नुभयो। यस्तो सुनौलो अफर मैले पनि कहाँ छोड्थेँ र। त्यसपछिको दिनदेखि हामी मौका मिल्न साथ एकान्तमा मोज गरिहाल्न थाल्यौँ र कहिलेकाहीँ रात पनि सँगै बिताउन थाल्यौँ। आजभोलि उहाँको बिहे भएर 2वटा छोरा र छोरी भइसक्यो, तर पनि हाम्रो सम्बन्ध अझै मौलाइरहेको छ। हामी यौन पीडा भोगमा बौलाइरहेका छौँ। उहाँ मेरी रात की रानी कामुकताकी खानी हुनुहुन्छ।